नमस्कार। कोशी प्रदेश सरकारले यही वैशाख 18 र 19 गते प्रदेशको राजधानी विराटनगरमा लगानी सम्मेलन गर्दैछ। म यो लगानी सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्दछु। प्रदेश संरचना स्थापना भएपछि पहिलो पटक कोशी प्रदेश सरकारले लगानी सम्मेलन गर्न लागेको हो। कोशी प्रदेश लगानीको प्रचुर सम्भावना भएको प्रदेश हो र कोशी प्रदेश सरकारले 71 वटा परियोजनाहरू सोकेसिङ गरेर 1 खरब 73 अरब 49 करोड अनुमानित लागत बराबरको यो परियोजनाहरू राख्दैछ। यसले चाहिँ यो कोशी प्रदेशमा रोजगारीको अवसर सिर्जना गर्ने, उद्योग धन्दा स्थापनामा सहयोग गर्ने र यहाँको आर्थिक समृद्धि र विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेछ। पहिलोपल्ट कोशी प्रदेशमा हुन गइरहेको लगानी सम्मेलनले आज यस क्षेत्रमा जुन सम्भावना बोकेको क्षेत्रको आज यस लगानी सम्मेलनले गर्दाखेरि यसमा लगानीको सम्भावना र यहाँ आउने सम्पूर्ण लगानीकर्ताहरूलाई लगायत र हामी निजी क्षेत्र उहाँहरूको स्वागत गर्न हामी तयार छौँ र यसले गर्दाखेरि यस क्षेत्रको आर्थिक विकास साथसाथै यहाँ पछाडि परेका विभिन्न क्षेत्रलाई अगाडि ल्याउनको लागि यो लगानी सम्मेलनले चाहिँ ठुलो सहयोग पुर्याउने हामीले अपेक्षा राखेका छौँ र यो प्रदेश सरकारले गर्न गएकोमा प्रदेश सरकारप्रति निजी क्षेत्रको तर्फबाट आभार व्यक्त गर्न चाहन्छु र आगामी दिनमा पनि यसमा राखेका सोकेसमा राखेका चिजहरूलाई भोलिको डेटमा हामी निजी क्षेत्रले गर्नुपर्ने सहयोग गर्न तयार भइरहेको र त्यसलाई एकपल्ट फेरि पनि प्रदेश सरकारलाई धन्यवाद दिँदै लगानी गर्ने इन्भेस्टरहरू जो आउँदै हुनुहुन्छ उहाँलाई हामीले स्वागत गर्न चाहन्छौँ। सरकार प्रदेश सरकारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अथक प्रयास गरेर लगानी सम्मेलन कोशी प्रदेशमा ल्याउँदै हुन्छ। यसमा म आफै यसको अङ्ग भएको नाताले सरकारको यसमा संलग्न सबैको धेरै ठुलो लगानी बोर्डकोदेखि सबैको धेरै ठुलो मेहनतपछि अब धेरै नजिक हामी पुगिसकेछौँ। यसमा लगानीमा धेरै प्रतिबद्धताहरू पनि आइसकेछ। उद्योग क्षेत्रमा, ऊर्जा क्षेत्रमा, टुरिस्ट क्षेत्रमा, होटल सेक्टरमा धेरै ठुलो लगानी, खरबौं रुपियाँको लगानीको अहिलेसम्म मेरो जानकारी अनुसार यहाँ लगानी गर्ने इच्छुकहरू यही प्रदेशका वासी, काठमाडौँ नेपालभरिका मान्छे र बाहिरी विदेशी मान्छेहरूको पनि यसमा धेरै चाखोको विषय रहेकोले यसको सफलताको म पूर्ण कामना गर्दछु र भव्य रूपमा सभ्य रूपमा हुन्छ र यो प्रदेश कोशी प्रदेशलाई ठुलो फड्को मार्ने मैले विश्वास लिएको छु। लगानी सम्मेलनले वास्तवमा यो प्रदेश सरकारको प्रथम प्रयास हो। मुख्यमन्त्रीजी एकदमै प्रयत्नरत हुनुहुन्छ र हामी उद्योगी व्यवसाय एकदमै उत्साहित छौँ। यस लगानी सम्मेलनले अहिले भएको शिथिलतालाई चिर्नमा सफल हुन्छ भने करिब गभर्मेन्टले 70 वटा प्रोजेक्ट त्यहाँ सोकेसिङ हुन्छ, प्राइभेट सेक्टरका र सरकारका प्रोजेक्टहरू। ती सोकेसिङमा स्वदेशी र विदेशी लगानीकर्ताहरू पाल्नुहुन्छ। त्यो लगानीकर्ताहरू करिब 1 खर्ब भन्दा माथिको प्रोजेक्टहरू हामीले अस्तिको मिटिङ बैठकमा जानकारी पाएको छौँ। वास्तवमा यस क्षेत्रमा हाम्रो कोशी प्रदेशमा नेपालमै सबैभन्दा बढी सम्भाव्यता रहेको कोशी प्रदेश छ। यस क्षेत्रमा राम्रो लगानीको वातावरण बन्यो भने यस क्षेत्रको टुरिज्म विकासमा धेरै ठुलो टेवा पुग्नेछ भने औद्योगिकरणमा धेरै ठुलो टेवा पुग्नेछ। हाम्रो कोशी प्रदेश एउटा यस्तो प्रदेश हो जुन प्रदेशमा विभिन्न भारतसँग कनेक्टिभिटी सजिलो छ। भारतका विभिन्न ठुल्ठुला नाकाहरू लागेको छ। चीनको नाका लाग्ने तयारीमा छ। बङ्गलादेश हामीभन्दा नजिक छ। भारतको 5-6 वटा स्टेट हामीसँग कनेक्टेड छन्। सो यस क्षेत्रमा असाध्यै टुरिज्म सेक्टरको भन्नुहोस्, हामीका धार्मिक पर्यटन भन्नुहोस् र नर्मल पर्यटन भन्नुहोस्, एकदमै सम्भाव्यता छ हामीका। र प्रदेश सरकारले गर्न लागेको यो लगानी सम्मेलनको जमरको सफलता पाओस्। यसले हामी सबै उद्योगी व्यवसायीहरूको हामी सङ्गठनमा उद्योग सङ्गठन मोरङको तर्फबाट प्रदेश सरकारलाई यस लगानी सम्मेलनको सफलताको लागि हामीले जे भूमिका पनि खेल्न तयार छौँ र यो लगानी सम्मेलन पूर्ण रूपमा सफल होस्। वैशाख 18 र 19 गते लगानी सम्मेलन पहिलो पटक कोशी प्रदेशमा लगानी सम्मेलनको आयोजना गर्दैछ। उक्त लगानी सम्मेलनमा पाल्नुहुने सम्पूर्ण महानुभावहरूलाई हार्दिक स्वागत गर्न पनि चाहन्छु। यो कार्यक्रम चाहिँ सरकारले अत्यन्तै राम्रो कार्यक्रम ल्याएको छ र यो कार्यक्रम मार्फत कोशी प्रदेशको समग्र अहिले पर्यटन वर्ष पनि घोषणा भइरहेको अवस्थामा
पर्यटन क्षेत्रमा उल्लेख्य रूपमा लगानी भित्रिनेछ भन्ने आशा व्यक्त गर्न चाहन्छु र यो सरकारको लगानी सम्मेलन गर्ने कदमलाई हार्दिक स्वागत गर्दै सम्पूर्ण आउनुहुने लगानी सम्मेलनमा पाल्नुहुने लगानीकर्ता महानुभावहरू लगायत सम्पूर्ण पाहुनाहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। यो लगानी सम्मेलनको मुख्य यसमा चाहिँ अब आकर्षणको मुख्य पात्र भनेको चाहिँ के छ भन्दाखेरि चाहिँ यो 1,70 करोड लागतको उसमा चाहिँ परियोजना सम्पन्न हुन गइरहेको छ र यसमा चाहिँ नेपालका चाहिँ विभिन्न क्षेत्रका चाहिँ जस्तै कृषि, ऊर्जा भनौँ, त्यस्तै गरेर आइटी यस्ता कुराहरू चाहिँ यहाँनिर चाहिँ समावेश हुन गइरहेको छ र यहाँ देशभरिका चाहिँ सम्पूर्ण लगानीकर्ताहरू चाहिँ यहाँ आउँदै हुनुहुन्छ र अन्तर्राष्ट्रिय स्तरबाट पनि 7वटा राष्ट्रबाट पनि यहाँ आउँदै हुनुहुन्छ। यो लगानी सम्मेलन चाहिँ हाम्रो गौरव भएकोले गर्दाखेरि यसलाई सम्पूर्ण चाहिँ व्यवसायीले मिलेर हातोमालो गर्दै यसलाई सफलताको साथ सम्पन्न गर्नुपर्छ जस्तो मलाई लाग्दछ। यसले लगानीकर्ताहरूलाई विभिन्न प्रकारका अवसरहरू प्रदान गर्नेछ। यी अवसरहरूको सदुपयोग गरेर सिङ्गो कोशी प्रदेश र मुलुकै आर्थिक समृद्धिका निमित्त एउटा कोसे ढिङ्गो साबित हुनेछ भन्ने मैले विश्वास लिएको छु। यस सन्दर्भमा उपस्थित हुनुहुने सम्पूर्ण सरोकारवाला व्यक्तिहरू, लगानीकर्ताहरू र शुभेच्छुक महानुभावहरूलाई म कोशी प्रदेशको राजधानी विराटनगरमा हार्दिक स्वागत गर्न चाहन्छु र यो सम्मेलनमा यहाँहरूले जुन सोचाइका साथ उपस्थिति यहाँहरूको रहनेछ त्यो उपस्थितिले उपलब्धि प्राप्त गर्नेछ भन्ने विश्वास व्यक्त गर्दछु।